हेलो गाइस, हामी चाहिँ अहिले गाउँतिर हो बाख्राकोटबाट हाम्रो चाहिँ ब्लग स्टार्ट भयो। सबैजनालाई वेलकम छ मेरो ब्लगमा है त। आऊ है मिना, आऊ है, आऊ है। यो चाहिँ हाम्रो माथि मेन घर हो है। हामी चाहिँ आज सबैजना घरमा साल पूजा भएकोले गाउँमा आएको छु है। यस्तो छ यहाँतिरको नजारा देख्न सक्नुहुन्छ है साथीहरू, सक्नुहुन्छ। यस्तो पहाडहरू छ, यहाँनिर हाम्रो गाई गोरु पनि छ। यो माथि देख्नु भएको चाहिँ यो सिधाथुम डाँडा है, यो हाम्रो मोरङ केराबारीको सिधाथुम डाँडा। यहाँनिर हाम्रो एक खल गोरु अनि एउटा माउ छ। तल बहिनी र छोरा। हामी चाहिँ अहिले साग टिप्न गइरहेछौँ। कोदोबारी देख्न सक्नुहुन्छ है साथीहरू, कोदोबारी। बिरालो पनि आइरहेछ। आयो आयो आयो, आउँदैछौँ। यस्तो छ है साथीहरू यहाँतिरको। यस्तो छ यहाँतिरको हाम्रो कोदोबारी। तलसम्म देख्नु सक्नुहुन्छ यहाँतिर। यो बाँसहरू चाहिँ मैले धेरै वर्ष पहिला रोपेको, लगभग मानौँ न 2005तिर होला, 4-5तिर रोपेको। अहिले धेरै ठुलो ठुलो भएको रहेछ। अनि यता यो सिन्कौलीको गाछी पनि बुवाले लाउनु भएको, ठुल्ठुलो भइसकेको छ अहिले। यतातिर कोला। गाउँतिर चाहिँ यस्तै हुन्छ साथीहरू, सुनसान तर एकदमै रमाइलो। यहाँतिर हाम्रो तलसम्म कोदोबारी छ। यो पारी चाहिँ यता यो केराबारी गाउँपालिकै पर्छ, यता 3 नम्बर 6 घरे भन्ने जाने बाटो हो। यहाँबाट सरी जानु सकिन्छ। यो पारीतिर यो भलुवा डाँडाहरू यस्तो छ यहाँतिर चाहिँ। यस्तो छ है हाम्रो यहाँतिर। गाउँतिर चाहिँ एकदम रमाइलो हुन्छ, सुनसान अनि हरियालीले एकदम रमाइलो हुन्छ। त्यही भएर हजुरहरूलाई मैले यहाँको नजारा स्योर गरिरहेको छु है साथीहरू। म चाहिँ यहाँ गुद्रुक हिँडिरहेको छु। यहाँनिर देख्नु सक्नुहुन्छ कोदोबारी। यो चाहिँ पहिला हाम्रो खेती जग्गा थियो। पछि यो खोलाको जुन पानी ल्याउने मुहान चाहिँ पहाड झरेर पानी दबेको कारणले चाहिँ अहिले हामीले यहाँनिर कोदो, मकै अनि यस्तै लगाउँछौँ। त्यतातिर देख्नु सक्नुहुन्छ यो पिँडालु, दुध पिँडालु लाउनु भएको छ। अनि ग्यासहरू यो चाहिँ बाख्राले खान्छ, एकदमै मजाको घाँस, दारिमपाते। म चाहिँ घरबाट उँधो झर्दैछु। अघि मैले घर मुनतिर बाख्राकोटबाट सुरु गरेको मैले ब्लग। यहाँतिर यतिखेर त घाँस र चारो त कति हो कति हुन्छ। यहाँनिर यो कुसुमे पिँडालु पनि रहेछ। कुसुमे पिँडालु पनि मम्मीहरूले लाउनु भएको रहेछ। यहाँतिर बुवाले खोर्सानी, अकबडे खोर्सानी पनि लाउनु भएको रहेछ, हेर्न सक्नुहुन्छ। तर अब यो अन्तिम भइसक्यो।
त्यही भएर यस्तो छ गाउँठाउँ है। पहिला हामी यहीँबाट हुर्केर यहीँ दुःख गरेर हुर्केर चाहिँ अहिले यो अवस्था छ। बेलाउती हेर्नु है, बेलाउती हाम्रो कालामा कस्तो मजाले फलेको रहेछ। तिनीहरूलाई म फल पनि देखाइदिन्छु है, सक्नुहुन्छ है। कस्तो मजाले फलेर छ, तर पाक्नु पाकेको छैन। यो बेलायती चाहिँ मसिनो हुन्छ तर एकदमै गुलियो खालको हुन्छ। अम्बक चाहिँ ठुलो हुन्छ, यो चाहिँ बेलायती। हजुरहरूलाई मैले अदुवाबारी देख्न सक्नुहुन्छ, अदुवाबारी। यो पनि हाम्रो कोदोबारी हो। यो धेरै छ यहाँनिर, यता पनि देख्न सक्नुहुन्छ कोदोबारी। यो पहिला सबै खेती जग्गा हो हाम्रो। अहिले चाहिँ पहाड झरेर पानीको यस्तो छ, हेर्नु सक्नुहुन्छ डाँडा काँडा कस्तो छ। बर्खामा हेर्नु होला, खोला नाला झरेर है पहाडमा जताततै पुरै। यो माथि देखेको सिधाथुम डाँडा है, अघि पनि भनेको थिएँ। अनि यहाँनिर चाहिँ टक्क यहाँनिर चाहिँ यसो कुनै बेला अब गाई बस्तुहरू ओह्रालो लाएर तातिर बस्ने गोठ हो यो। यहाँतिर त गाई बाख्राहरू प्रशस्तै पाल्नुपर्छ, जङ्गल छ। त्यही भएको कारणले यो गोठ चाहिँ बुवाले बनाउनु भएको रहेछ। देख्न सक्नुहुन्छ, यो चाहिँ मगु खोलाको यो चाहिँ शिर हो। यस्तो छ साथीहरू हाम्रो यो चाहिँ पुर्खौली गाउँ। यो चाहिँ केराबारी गाउँपालिकै वडा नम्बर 4 नरकटे। हजुरहरूलाई मैले चाहिँ आज बारी ब्लग बनाएर हजुरहरूलाई सेयर गर्दैछु है त। यस्तो हुन्छ हेर्नु होला, कोला जताततै हुन्छ बारीतिर। खोकी लाग्यो हो। यो पनि हाम्रै कोदोबारी हो। यहाँ बाख्राले अलिअलि खाएको रहेछ, देख्न सक्नुहुन्छ है। कोलाघारी जताततै कोलाघारी। यो सबै कोदोबारी। अनि उता चाहिँ जुनेलो लाउनु भएको रहेछ। यो चाहिँ हाम्रो काका काइलाको जग्गा हो। मजाले जुनेलो हुर्काउनु भएको रहेछ गाइसहरू। यो कोलाहरू चाहिँ मैले पहिला पूजा गर्दा चिन्ता राख्दाखेरि काटेको कोलाहरू मैले रोपिदिएको थिएँ। यति ठुलो ठुलो गाछीहरू भएको रहेछ, हेर्नु देख्न सक्नुहुन्छ। हुसु लागे चाहिँ यो तल देखिने सहर चाहिँ केराबारी है, हाम्रो केराबारी बजार। यहाँ हाम्रो कोदोबारी यहाँसम्म। अनि यो जुनेलो बकोदेखि उता चाहिँ हाम्रो काका काइलाको। यो यस्तो छ यहाँतिरको नजारा। यस्तो छ गाउँहरू। यहाँ सिमलको रुख। पहिला हामीले घाँस काट्यौँ, अहिले चाहिँ निकै भएको रहेछ काट्नु चढ्नु भएको बुवाहरूले। यो पहिला हामी टुप्पासम्म चढेर काट्थ्यौँ यो रुखको, हेर्नु सक्नुहुन्छ। धेरै अग्लो छ, तलबाट छ। यस्तो ठाउँहरू छ यहाँतिर है। म अस्ति दसैँ टिकाको दिन पनि आएको थिएँ, तर त्यतिखेर अलिक बिजी भएर ब्लग बनाउनु भ्याइन। त्यही भएर आज चाहिँ
आमामा हिलोमा डुब्यो। यस्तो छ यो सिधाथुम डाँडा जताबाट पनि देखिरहेछ। के हुँदैछ के हुँदैछ? हेलो गाइस, यता छोराले यता हेलो गाइस, यता यता आमामामा टन्नै छ त नि। किन छिटो यस्तो भएको छ? अब अस्तिको जस्तो बिग्दैन है मम्मी। हामी चाहिँ साग टिप्नलाई यहाँनिर सुरु भइसक्यो। अस्ति टन्नै रहेछ साग अस्ति मम्मी। हामी आएर राजकुमारहरुसँग गएको बेला त झन् कस्तो दामी थियो साग। हो र? छोरो यता गाइस, सागबारीमा आऊ। साग कसरी टिप्नु पर्छ गाइस? आऊ कसरी टिप्नु पर्छ साग? म चाहिँ गेम खेल्छु भन्दै बसेको ल ओ ओ ल ल ल ल ल ल डाँडै कटाउने भयो छोरोले। म चाहिँ अस्ति मंगलबारको दिन साग बोकेर आउँछ भनेर हो। साथीहरु हामी चाहिँ साग टिप्नु लाग्यो है त। ओके साथीहरु, फेरि नेक्स्ट भिडियोमा जोडिन्छौँ। बाइ बाइ।